नमस्कार। आज हामी लालबन्दी नगरपालिकाको आउँदो आर्थिक वर्ष मतलब 2082-83 को बजेट प्रस्तावनामा अलिकति गहिरिएर हेर्दैछौँ। यो प्रस्ताव भर्खरै नगर उपप्रमुख श्री कल्पना माया पाखरिनज्यूले नगरसभामा पेश गर्नुभएको हो। हाम्रो छलफलको उद्देश्य चाहिँ यो करिब 1 अरब 50 करोड 40 लाख रुपियाँको बजेटले नगरपालिकालाई कता लैजाँदैछ, के छन् त यसका प्राथमिकताहरू अनि कार्यक्रमहरू, यिनै कुरा केलाउने हो। र यो बजेट यस्तो बेला आएको छ कस्तो भने देशकै अर्थतन्त्र अलि सुस्त छ नि। अनि लालबन्दीले आफैले पनि गएको वर्ष त्यो आन्तरिक राजस्व उठाउन अलि सङ्घर्ष नै गरेको देखियो क्या हो र। चालु वर्षकै कुरा गर्दा पनि अनुमानित आम्दानीको 83% जति मात्रै उठेको, अनि अझ पुँजीगत खर्च मतलब यो बाटोघाटो पुल भवन बनाउने खर्च चाहिँ अनुमानको आधा मतलब जम्मा 51% जति हुनुले नि आउने वर्षका योजनामा पक्कै एक किसिमको दबाव त हुन्छ नै। त्यो आर्थिक पृष्ठभूमिको कुरा त एकदमै महत्त्वपूर्ण भयो। अब यस्तो अवस्थामा बजेटले चाहिँ पञ्चवर्षीय योजनालाई आधार मानेर अलि यथार्थपरक र सन्तुलित हुने कोसिस गरे जस्तो देखिन्छ है। देखिन्छ। पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि जस्ता कुराहरू प्राथमिकतामा छन्, तर मलाई अलि चाख लागेको चाहिँ त्यो वडा र नगर मिलेर पूर्वाधार बनाउने मोडल छ नि। के लाग्छ, त्यसले साँच्चै नागरिक तहमा केही फरक पार्छ त? यो वडा नगर साझेदारी मोडल चाहिँ चाख लाग्दो छ। यसले कस्तो सङ्केत गर्छ भने सायद पहिलेका अलि केन्द्रबाटै हुने योजनाले सोचे जस्तो नतिजा दिएन कि, अनि अब विकासलाई वडा तहसम्मै मतलब ग्रासरुटसम्ममै पुर्याउने प्रयास हो कि जस्तो लाग्छ। यसका लागि उनीहरूले विकास बजेटको राम्रै हिस्सा करिब 10.5 करोड जति वडाहरूमा पठाएका छन्। 10.5 करोड हो। अनि हरेक वडामा 40 लाख बराबरको एउटा ठूलो पूर्वाधार योजना। त्यो भनेको 20 लाख वडा आफैले हाल्ने, 20 लाख नगरले थप्ने। सहलगानी जस्तो हो, सहलगानी जस्तो। यसले स्थानीय स्तरमा विकासको अपनत्व बढाउन सक्छ, अलिकति गति पनि दिन सक्छ। तर अब यसको सफलता त वडाले कसरी योजना बनाउँछ, कसरी कार्यान्वयन गर्छ, कति पारदर्शी हुन्छ त्यसमै भर पर्छ धेरै। त्यो त हो नि। अब ठुलै परियोजनाको कुरा गर्दा नगर अस्पताल र त्यो बनिरहेको प्रशासनिक भवन त यही वर्ष सक्ने रे। लक्ष्य त त्यही छ। अनि कालिन्जोर खोलाको पुल चलाउने, नारायण खोलाको पुल पनि सक्ने भनिएको छ। तर अघि तपाईँले भन्नुभयो नि, गएको वर्ष पुँजीगत खर्च जम्मा 51%। यस्तोमा यति धेरै ठूला परियोजना एकै वर्ष सक्ने लक्ष्य अलि बढी महत्वाकांक्षी भएन र? भयो। यो एकदमै जायज प्रश्न हो। लक्ष्य महत्वाकांक्षी पक्कै छ, खास गरी त्यो विगतको खर्चको ट्रेन्ड हेर्दा त झन्। यसले के देखाउँछ भने कार्यान्वयन पक्षमा ठूलो चुनौती छ। स्रोत कसरी व्यवस्थापन गर्छन्, समयमै काम सक्ने क्षमता कस्तो हुन्छ, यो त अब आउने वर्षले देखाउने कुरा भयो। तर यो सँगै अरू कुरा पनि छन्, जस्तो लक्षित वर्ग, महिला, युवा, सीमान्तकृत समुदायका लागि सिप विकासका कार्यक्रम। वडा 6 मा नगरस्तरीय रङ्गशाला बनाउने प्रक्रिया अघि बढाउने रे। रङ्गशाला पनि? अनि त्यो तामाङ सङ्ग्रहालय र थारू सङ्ग्रहालयलाई पनि निरन्तरता दिने भन्ने छ। मतलब सामाजिक सांस्कृतिक पक्ष पनि हेर्न खोजेको देखिन्छ। सामाजिक क्षेत्रकै कुरा गर्दा स्वास्थ्य, शिक्षा, खानेपानीमा चाहिँ के कस्तो जोड दिएको पाइयो? स्वास्थ्यमा त अब आधारभूत सेवालाई गुणस्तरीय बनाउने, नगर अस्पतालमा विशेषज्ञ सेवा थप्ने, अनि औषधि चाहिँ सबैले सजिलै पाउने बनाउने भन्ने कुरा छ। औषधि पहुँच हो, पहुँच बढाउने। शिक्षामा चाहिँ सामुदायिक विद्यालयको गुणस्तर, शिक्षकहरूको क्षमता बढाउने, अनि प्रहरूलाई थप भत्ता दिने जस्ता कुरा छन्। प्रलाई भत्ता? थप भत्ता। खानेपानीमा त्यही पुरानै एक घर एक धारा प्राथमिकतामा छँदैछ। त्यो त निरन्तर नै होला। हो। एउटा अलि नयाँ खालको चाहिँ वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रसँग मिलेर बिजुलीबाट चल्ने वा सुधारिएको वा बायोग्यास जस्ता स्वच्छ चुलो वितरण गर्ने कार्यक्रम पनि राखेका छन्। स्वच्छ चुलो, त्यो त राम्रो कुरा हो। वातावरण र स्वास्थ्य दुवैलाई फाइदा? त्यसले पक्कै सकारात्मक असर पार्न सक्छ। अब अलिकति आर्थिक विकासतिर लागौँ न त। कृषि र पशुपालनमा त थुप्रै कार्यक्रम देख्छु म त यहाँ। तरकारी बजार व्यवस्थापन, आधुनिक खेती, सिंचाई, विषादी रहित उत्पादन, पशु नस्ल सुधार कति हो कति। के लाग्छ,
यी कार्यक्रमले साँच्चै स्थानीय अर्थतन्त्रलाई टेवा देला त? अब कृषि त लालबन्दीको अर्थतन्त्रको महत्त्वपूर्ण अङ्ग नै हो होइन? त्यसैले यसमा जोड दिनु त स्वाभाविकै भयो। हो। अनि तरकारी बजारको राम्रो व्यवस्थापन गर्ने, नयाँ बजार बनाउने जस्ता कुराले किसानलाई बजारसम्म पुग्न सजिलो बनाउन सक्छ। तर फेरि कुरा त्यहीँ आउँछ, कति प्रभावकारी ढङ्गले कार्यान्वयन हुन्छ। जस्तो सिँचाइ सुविधा कति विस्तार हुन्छ, आधुनिक प्रविधिमा किसानको पहुँच कति बढ्छ, यसमै भर पर्छ। अनि पर्यटन र युवा लक्षित रोजगारीका कार्यक्रम पनि छन्, तर ती चाहिँ अलिक कम विस्तृत जस्तो देखिन्छ बजेटमा। अनि यी सबै कार्यक्रमका लागि पैसा चाहिँ कहाँबाट आउँछ त? स्रोत के हो खास? बजेटको मुख्य स्रोत त उही नै हो, सङ्घ र प्रदेश सरकारबाट आउने अनुदान। अनुदान नै मुख्य हो। त्यसमा विभिन्न किसिमका हुन्छन् नि, सशर्त अनुदान जुन तोकेकै कार्यक्रममा खर्च गर्नुपर्छ, समानीकरण अनुदान जुन स्थानीय आवश्यकता हेरेर आउँछ, समपूरक जसमा नगरले पनि पैसा हालेपछि माथिबाट थपिन्छ, अनि विशेष अनुदान खास उद्देश्यका लागि। त्यो बाहेक राजस्व बाँडफाँडबाट आउने पैसा भयो, अनि नगरपालिकाको आफ्नै आन्तरिक आम्दानी। तर खास चुनौती चाहिँ यहीँनिर छ, आन्तरिक आम्दानी बढाउनु। अघि पनि कुरा भएको थियो। पदार्थ, नक्सा पास, व्यवसाय दर्ता जस्ता क्षेत्रबाट आम्दानी बढाउने लक्ष्य लिएको देखिन्छ। यो चाहिँ बजेटको दिगोपनाका लागि एकदमै महत्त्वपूर्ण हुन्छ। भनेपछि मोटामोटी हेर्दा यो बजेटले पूर्वाधार बनाउने, सामाजिक सेवा सुधार्ने र आर्थिक अवसर पनि सृजना गरेर एउटा सन्तुलित विकास गर्ने प्रयास गरेको जस्तो देखियो होइन? त्यस्तै देखिन्छ। वडा तहमा साझेदारी गर्ने कुरा अनि ठूलो परियोजना सक्छु भन्ने महत्त्वाकांक्षा पनि प्रस्तै छ। हो, बजेटले अलि दीर्घकालीन सोच राखेर आत्मनिर्भरतातर्फ जाने सङ्केत त दिएको छ। तर अब कस्तो हुन्छ भने कागजमा लेखिएका योजना र जमिनमा हुने कार्यान्वयन बीच सधैँ एउटा ग्याप त रहन्छ नै। त्यो त हो नि। यसको सफलता खासमा दुईटा कुरामा निर्भर रहन्छ जस्तो लाग्छ मलाई। पहिलो, त्यो आन्तरिक राजस्व बढाउन लिएका नीतिहरू कति सफल हुन्छन्, अनि दोस्रो, यी अलि महत्त्वाकांक्षी देखिएका योजनाहरू कति कुशलतापूर्वक कार्यान्वयन हुन्छन्। हो। के यी सबै योजनाले साँच्चै नगरवासीको जीवन स्तरमा उनीहरूले अपेक्षा गरे जस्तो परिवर्तन ल्याउन सक्लान् त? यो प्रश्नको उत्तर त अब आउने